यति बेला हामी गोर्खा जिल्लाको गोर्खा बजार प्रवेश गरिसकेका छौँ। यहाँका प्रसिद्ध धार्मिक स्थल गोर्खा कालिका मन्दिर, गोर्खा हेर्जा अट्टा र गोर्खा दरबार सङ्ग्रहालयको बारेमा हामी देखाउन गइरहेका छौँ। कालिका खान्छ, गोरानाथ खान्छ, लैजानु नि त लानुहुन्छ, नरिवल लैजानु, धुप लैजानु। वेलकम टु कालिका मन्दिर। उहाँ पेम्बा कुमार गोले एकदम नेपाली भेषमै हुनुहुन्छ। टाउको लगाएर ढाका टोपी लगाएर आउनु भएन सर? हजुर। अब प्रवेशद्वार गोर्खा दरबारको गेट हेर्नुहोस्। त्यो हो नि गाह्रो छ है। धन्यवाद। माथि हेर्नुहोस्, दरबार माथि छ। उहाँ त्यसरी दरबारतिर माथि दरबार भएको ठाउँतिर जानु हुन्छ र गर्दैछन्। नेपाल एकीकरण गरेको मान्छेको जन्मथलो त्यतातिर हामी जाँदैछौँ र उहाँ पनि त्यो नेपाली भेषमै टक्क लगाएर नेपाली टोपी लगाएर ढाक पुरानो दरबार तपाईँहरू हेर्न सक्नुहुन्छ। खोप्नु भएको रहेछ है यो ढोकाको यो चौबासहरू हेर्नुहोस् त। कस्तो राम्रो। यहाँ फेरि घले राजाको छोरा घले भिडियो बनाएको मैले जीवन घले ल हामी यो दरबारभित्र सङ्ग्रहालयभित्र प्रवेश गर्ने प्रवेशद्वार अर्थात् एकदम कलात्मक किसिमले भित्र भरेर खोप्नु भएको रहेछ। हेर्नु त यो कस्तो राम्रो भित्र होइन, कति मेहनत गरेर बनाएको होला। हेर्नु त ओहो, यहाँ चाहिँ ऊ लेखेको रहेछ रणबहादुर शाहको पालामा सन् 1850 मा बनेको तोप। यो तोपहरू चाहिँ 1850 सालमा बनाएको रहेछ लेखेको छ। खुल्ला होला नि ऊ त्यहाँबाट प्रवेश लाइक दिस गोर्खा बजार हो मेबी। यो गोर्खा बजारको ऊ बनाइराखेको रहेछ होइन। यहाँ हेर्नु त दरबार हाम्रो यता पहिलाको होइन सर, यो दरबारभित्रको यो के हो? यसले त अब के भनेको छ अहिले पानी खाने करुवाहरू जस्तो छ देखिन्छ होइन। अनि यिनीहरू
विशेष के हो अब रक्सी राख्ने भाँडाहरू त्यो चाहिँ कुन त्यो चाहिँ यो अनि यो चाहिँ के होला यो गहना बढ्दा गहना यो चाहिँ के हो यो के सब नाम रहेछ त सर यहाँ यहाँ पो गाड छ परुवा सन्दुक यता आउनुहोस् ट्याक्क यसलाई नि ट्याक्क क्याच गर्नु अनि यसलाई भने ट्याक्क होइन अनि यसको नाम के रहेछ डलुरी होइन त्यो ढलौटाको ठेकी होइन त्यस हामी दरबारभित्र आएका छौँ अब हामी उता लाग्छौँ सर सङ्ग्रहालयभित्र छौँ लाइक के जाति रहेछ घले जाति रहेछ ए घले घले रहेछ होइन घले हजुर यस घले घले जाति रहेछ घले अनि हजुर घले घले जाति हजुर घले जाति रहेछ अनि अब हामी यता आउँ यता घले जाति यता चाहिँ नेवार जाति नेवार जाति हो नेवार हो यो होइन नेवार जाति रहेछ अनि यो यतापट्टि चाहिँ हिमाल हो क्या? छेत्रीहरू रहेछ होइन अनि त्यसपछि आएर यता यता तामाङ हो तामाङ जाति रहेछ यो तामाङ हो तामाङ जाति अनि यो यता गुरुङ होला गुरुङ रहेछ यो गुरुङ हो यता चाहिँ यहाँ चाहिँ गुरुङ रहेछ गुरुङ हो यो गुरुङ रहेछ अनि त्यसपछि यो त मगर हो यहाँ यता मकर रहेछ मगर हो यो मकरहरू अनि यतापट्टि चाहिँ बराम जाति बराम ए होइन भन्नु यतापट्टि चेपन कुनै रहेछ यहाँ चेपन यो यो एकछिन सर हजुर यहाँ चेपन रहेछ चेपन है हजुर ल यहाँ दरबारको झ्याल राम्रो छ अनि फेरि खुर्गु राज्यको परिचय कक्ष अरे यहाँ अब जुन के छ अब गरौँ यो अब लाइक यो द्रव्यसा होइन अब यो यस्तो छ यो अब गोर्खा शाह वंशका यो जुन चिजहरू यो जुन यसरी हेर्न सक्छौँ हामीले लम्बो कुराहरू यहाँ इतिहासहरू छ यसमा चाहिँ होइन यो नेपालको जुन म्याप नक्सा अनि शाहवंशीय अब जुन कुराहरू यहाँ यो इङ्ग्लिसमा भइहाल्यो अनि अर्को कुरा यहाँ यस्तो छ यो अब राजा पुनः शाहको कुराहरू होइन यो मेरो डार्लिङले हेर्छ यो यहाँ चाहिँ यस्तो छ यस्तो छ यो अब तोक्चे हो कि के हो यो दरबार हो माथि दरबार हो यो प्रकाश शाह डम्बर शाह भन्ने छ मेरो नाम यहाँ अलिकति मात्रै नमिल्यो हेर्नुहोस् यो अब टक्क लगाएर यहाँ अब हाम्रो वरिष्ठता छ यहाँ हामी दरबारभित्र छौँ कलाकार पेम्बा कुमार गोले हुनुहुन्छ अनि यो सबै कुराहरू हेर्नुहोस् है यस्तो यस्तो छ फोटो मार्फत हामी सम्झना स्वरूप नेपाल कम्युनिस्ट पार्टी एमालेका चाहिँ वरिष्ठ नेता अगाडि हुनुहुन्छ म चाहिँ डम्बर शाह हो फेरि नम्बर शाह
मेरो नाम चाहिँ नम्बर शाह हो। अब यहाँ अलि एकजना अघि डम्बर शाह भन्ने राजा पनि देखियो, जुन यो नेपालको चाहिँ नि अब राज्यकालको चाहिँ नि यो कुराहरू लेखिएको छ यसमा। यो सम्भावना यो चाहिँ नि गोर्खा जिल्लाको नेपालकै होला। नेपाल अधिराज्यहरूको नक्साहरू दिएको छ यसमा। पहिले यति थियो नेपाल, अहिले चाहिँ यो सबै के भएको छ भन्दाखेरि तपाईँको यो सबै इन्डिया पक्षतिर पाण्डे रहेछ, कालु पाण्डे भन्ने एउटा यो ऊ रहेछ, काजी भीमराज पाण्डेका छोरा भन्ने कुराहरू यहाँ आफ्नो 1814 जेठ 19 गते कीर्तिपुरको युद्धमा 44 वर्षको उमेरमा चाहिँ उहाँको निधन भयो भन्ने कुराहरू उल्लेख गरेको छ यसमा। यो कुराहरू हो। अनि त्यसपछि अब यहाँ अब कार्डिनल अब कुराहरू यसमा चाहिँ हात हतियारी कुराहरू परम्परागतदेखि चल्दै गएको हात हतियारी कुराहरू यहाँ हामी यसरी हेर्न सक्छौँ, देख्न सक्छौँ। फोटो पनि हाल्नुहोस् है, देख्न सक्छौँ, हेर्न सक्छौँ यो कुराहरू। कार्डिनल यो हात हतियार कुराहरू, त्यसमा चाहिँ पिस्टल बन्दुकहरू देख्न सक्छौँ। पिस्टल बन्दुक यहाँ चाहिँ गनहरू पिस्टलहरू देखिएको छ यसमा, हतियारी कुराहरू। अनि त्यसपछि यहाँ अब ढालहरू यो चाहिँ लगभग हतियार छेक्ने चिज जस्तो देखिन्छ। खुकुरीहरू छ यसमा, कुँडाहरू छ यसमा, सबै कुराहरू यसमा चाहिँ छ पहिलेको चाहिँ युद्ध गर्ने कुराहरूमा हतियारहरू। अनि त्यस्तै गरी यहाँ पनि त्यस्तै देखिन्छ यो कुराहरू। यो पनि हतियार हेर्न सक्छ है। अहिले चाहिँ घरको लागि चलाउँछ यो कुराहरू होइन, पहिले चाहिँ हतियार हो यो सबै कुराहरू दिएको छु यसरी। त्यस्तै गरी यो चाहिँ पृथ्वीनारायण शाहले प्रयोग गरेको चाहिँ यो हतियारहरू देखिन्छ हामीले यहाँ तल पनि उल्लेख गरेको छ। पृथ्वीनारायण शाहको बन्दुक भनेर यहाँ हेर्न सक्छौँ। यहाँ पनि के भाला भन्ने रहेछ हेर्नुहोस्, यो अब युद्धमा प्रयोग गर्ने बेलामा प्रयोग गर्ने चिजहरू प्रयोग गर्ने चिजहरू यसमा चाहिँ भाला हामीले हेर्न सक्छौँ। यो चाहिँ निवास हो क्या, बस्ने ठाउँ हो कि जस्तो राजा बस्ने ठाउँ हो। ल सर एउटा देखाउने यहाँ अब पृथ्वीनारायण शाह होइन बस्ने ठाउँ। अब चाहिँ के हो, लामाको जस्तो यो छ्याद्रो जस्तो देखिन्छ है। यो मोसी नागाया के हो, यो लिप राजा नरभूपाल शाहको पालामा सारिएको भन्ने कुराहरू। यो चाहिँ यसलाई शिलापत्र भनिन्छ, यो शिलापत्र यता पनि हाल्नु होला, फेरि फोटो टेक्निक हाल्नु होला। दर्बभित्र छिरेको छु यहाँ सबै लिपिहरू उल्लेख गरेको छ, टाँसिएको छ होइन। यो अब यहाँ देखाउनु सर, यहाँ राजा डम्बर शाहको पालामा होइन विगत सम्बत 1692 सारिएको के हो यो स्कन्दन दरपुरमा। यो चाहिँ सबै राजाहरूले लेखिएको कुराहरू दिएको छ यसमा। यो चाहिँ लामाहरूले विशेष गरी यो यसलाई ताङसिङ भन्दो रहेछ, ताङसिङ भन्दो रहेछ यसले। अहिले पनि छ यो पाथी चुलोहरू यहाँ अब अहिले छ। यो 8 माना बराबर 1 पाथी भन्ने गरिन्छ, गाउँघरको चलन पनि छ यो।
अहिले चल्दै आएको कुराहरू पनि छ यसमा हेर्नुहोस् पाथी 8 माना बराबर 1 पाथी भन्ने चलन हेर्नुहोस् यहाँ हामीले हेर्न सक्छौँ र अहिलेको बालबालिकाहरूले थाहा नहुनु पनि सक्छ कतिपय कुराहरू अनि त्यसपछि हामीले यहाँनिर लेख्न सक्छौँ यो अब यहाँ सिक्का पैसा हाम्रै पालामा 25 पैसा अनि त्यसपछि यो 50 पैसा 1 रुपियाँ पैसा भन्ने हुन्थ्यो यहाँ अब आफ्नो चाहिँ यो राजाको पालामा बनाएको चिजहरू देखिन्छ यहाँ अनि विशेष गरी अनि अर्को कुरा यहाँ यो धोमाङ लामाहरूको एउटा बौद्ध धर्मावलम्बीहरूले को चाहिँ महत्त्वपूर्ण धार्मिक ग्रन्थहरू होइन धोमाङ भनिन्छ यसले होइन तन्त्र मन्त्रका सूत्रहरू भनौँ न यो कुराहरू यहाँ अब समेट्न सकिन्छ हेर्न सकिन्छ हामीले यो विशेष यो बौद्धलम्बीहरू लामाहरूले प्रयोग गर्ने चिजहरू यहाँ देख्न सक्छौँ हेर्नुहोस् यो चाहिँ अब एउटा कलसा होइन यो अब चाहिँ के हो तामाको रहेछ के कुराहरू रहेछ यसमा चाहिँ कुरा पनि गर्ने कि गर्ने हो पर्दैन ट्याक्क यो कलसा रहेछ होइन हजुर कति राम्रो रहेछ होइन कति यहाँ झुप्पो रहेछ त्यसै गरी यहाँ पानस रहेछ हजुर होइन अनि त्यसपछि जला रहेछ यहाँ शङ्का रहेछ होइन हजुर यहाँ घन्टा रहेछ सुकुन्दा रहेछ अनि त्यसपछि आएर यो माना यो यहाँ एकदम महत्त्वपूर्ण कुराहरू रहेछ यसमा चाहिँ हेर्नुहोस् अब यो माना पाथी कुराहरूमा हेर्नुहोस् अब उतातिकै देखाउनु जानु त माना पाथी रहेछ यसमा टक्क भन्नु यो उताको चाहिँ के हो थाहा भएन यो पनि के हो थाहा भएन यो चाहिँ आधा माना होला त्यो 1 माना होला त्योभन्दा ठुलो त्योभन्दा ठुलो त्यो 4 मानाको होला 3 4 5 6 भनेपछि 8 माना हुन्छ हामी दरबार अनि त्यस्तै गरी यो फुकुवा दानी होइन होइन यो त्यस्तो रहेछ अनि त्यसपछि आराते दियो भन्ने यता रहेछ टिका दानी हुन्छ अब हामी प्राचीन चैत्य कक्षा भन्ने छ यसमा अब हामी प्राचीन चैत्य कक्षातिर जाँदैछौँ विशेष गरी यो प्राचीन चैत्य बौद्ध धर्मावलम्बीहरूले प्रयोग गर्ने यो लिच्छवी चैत्य काठमाडौँ उपत्यकाभित्र भएको रहेछ नि यो हजुर त्यो चाहिँ कस्तो रहेछ यी अनुसार होला है त्यो अनुसार रहेछ त्यसपछि चैत्य लिपि लिच्छवी चैत्य भन्ने रहेछ यसमा त्यो पनि रहेछ होइन सर अनि त्यसपछि यहाँ धादिङ जिल्लाको सल्यानटार क्षेत्रमा पाइएको चैत्य अरे हुन्छ यहाँ धादिङ कुराहरू पनि आएको छ यसमा है यो माथिको चाहिँ धादिङ जिल्लाको सल्यानटारमा पाउने यो चैत्य अरे यो है अनि त्यसपछि चैत्य टाढी बेसीको उपकल्प सल्यानटारमा यो पाउने रहेछ यो सबै सल्यानटार कुराहरू धादिङ सल्यानटार कुराहरू अनि यो पनि लिच्छवी चैत्य पानधारे सल्यानटार यो पनि सल्यानटारमा पाउने रहेछ लोकबाजा कुराहरू अब हेर्नु सक्नुहुन्छ तपाईँले लोकबाजा तथा परम्परा कक्षा बजाउने अब हामी यतातिर जाँदैछौँ डम्बरू यो के होला ढलक्की रहेछ यो ढलक्की रहेछ अनि त्यसपछि माथिको बिजुली अनि माथिको सनाई हुन्छ यो कटलस यो डमरू यो के भन्छ यसले टम्की भेरी लामाको होइन यो लामाले लाउने तपाईँको पहिरन के भन्छ यसलाई ड्रेस अब के भनिन्छ हेर्नुहोस् अनि अब हामी यता आउँछ यो एकदम ठुलो ढलक्की रहेछ बचाउने अनि त्यसपछि
ड्याङ्ग्रो रहेछ लामा झाँक्रीहरूले प्रयोग गर्ने ड्याङ्ग्रो रहेछ यो मृदङ्ग रहेछ अनि यो चाहिँ लाखे नाचहरूमा लामा होइन उताको लामा लाउने विशेष गरी यो नेवार जातिहरूले प्रयोग गर्ने रहेछ होइन अनि यहाँ मामरा मेमी बसिरहेको होइन यो एउटा यो अराम हो हेर्नुहोस् अब तपाईँले कसले लिनु भएको छ होइन विश्वकर्माहरूले फलमको काम गर्नेहरू होइन विभिन्न चाहिँ यहाँ हातमा यहाँ आगे पुग्ने त्यसपछि रीति रहेछ हम्बर रहेछ आएको पुग्दै हुन्छ त्यसपछि होइन कामी विश्वकर्मा जाति भनेको जातीय कुराहरू अब पृथ्वीनारायण शाहले वर्गीकरण गरेका होइन त्यो बेला हामी यता अब यो कुमाल होला सायद मेरो विचारमा कुमाल जाति यो भाँडाकुँडा बनाउने काँचो माटोलाई विभिन्न किसिमका आकार दिएर भाँडाकुँडा बनाउने सामग्रीहरू बनाउने कुमाल जातिहरूले अब माटोको भाँडा बनाउने नेपालको चाहिँ सीमान्तकृत आदिवासी जनजाति भनेर यो शेर्पा होला सायद यो शेर्पा जातिको पहिचान यो शेर्पा जाति प्रायः गरी यो हिमाली भेगमा बसोबास गर्नुहुन्छ प्रायः जसो उहाँहरूले पाहाडेको त्यो के भन्छ त्यो चिया जस्तो कि चिया त्यसलाई के भन्छ मिठो हुन्छ क्या त्यो कता त्यहाँ सिकार गर्दै जस्तो देख्यो हामी यो अर्को चाहिँ कुसुण्ड जाति उहाँहरू चाहिँ अब इतिहासकालदेखि नै जङ्गलको कुराहरू देखेको छ है हेर्न सक्छौँ यो शिकार कुसुण्डहरू जङ्गलमा बसोबास गर्ने सिकारी जाति हुन् जसले वनको राजा वा वन मान्छे पनि भन्ने गरिन्छ अरे हेर्नुहोस् आफ्नै जनसङ्ख्या न्यून रहेको हुँदा कुसुण्डहरू अन्तर्जातीय विवाह गरी छिमेकी गाउँतिर बस्न थालेका छन् यो यिनीहरूको हिस्टोरीलाई फोटो पनि खिच्नु हिस्टोरी अब हामी लगभग यो इन्डिङ पोइन्टमा छु तपाईँ यहाँ उभिनु होला म यहाँ देखाउँछु यो अब टक्क लगाएर आउन सक्छौँ हामी धर्मर सङ्ग्रहालय घुमेर हामी फर्किँदैछौँ र यतिन्जेलसम्म यहाँहरूले हेरेर साथ दिनुभयो त्यसको लागि धेरै धेरै धन्यवाद।